लु साथीभाइ म यस्तो मान्छेको घरमा आएको छु र तपाईँलाई यो नजारा देखाउँदैछु। उहाँले रोप्नुभएको फुलहरू हो यो सबै हो। कति मजाले फुलेको छ हेर्नुहोस् यो यहाँ कस्तो मजाले फुलेको छ। उहाँले आफ्नै एउटा नर्सरी बनाउनु भएको छ र उहाँ चाहिँ हुनुहुन्छ एलेक्स भाइ। र एलेक्स भाइसँग यहाँ एलेक्स भाइको यो भाइ यो के पो भन्छ भाइ यो फुललाई? यो क्याक्टस हो। देख्नुभयो साथीभाइ, यहाँ भ्याराइटीको क्याक्टस उहाँले जम्मा गर्नुभएको छ र कलेक्सन गरेर उहाँले राख्नुभएको छ र उहाँले योलाई व्यावसायिकको रूपमा पनि लिनुभएको छ। र जतिजनाले चाहिँ यो क्याक्टसहरू चाहनुहुन्छ एलेक्स भाइसँग सम्बन्ध राखिदिनु हुने म जानकारी गराउँदै यहाँ मेरो युट्युब च्यानल सञ्जय तामाङबाट तपाईँहरूलाई इन्फर्मेसन जनाइराखेको छु। र यस्तो दामी हेर्नुहोस् त फुल यस्तो दामी छ। एलेक्स भाइले आफ्नो मेहनतले आफ्नै बलबुताले यो काम गरिराख्नु भएको छ। भाइ यो फुलको काम तपाईँले कहिलेदेखि चाहिँ सुरु गर्नुभएको? यो भर्खर 2 वर्ष हुन आँट्यो। अच्छा, अन्त यो चाहिँ तपाईँले कहाँबाट चाहिँ कलेक्सन गर्नुभयो यो क्याक्टसहरू? यो अगाडिको यो कलकत्ताबाट। हजुर, यो सबै एस्ट्रो फाइटम हेर्नुहोस् है। हजुर। अन्त यो चाहिँ यिनीहरू चाहिँ योहरू यहीँ लोकल मार्केटबाटै हो। हजुर, अन्त तपाईँको अरू सबभन्दा राम्रो भ्याराइटी चाहिँ कुन चाहिँ होला भाइ? सबभन्दा राम्रोमा त अहिले यही हो है। ए, अन्त यो नेम सनब्रस्ट। अच्छा, यसमा चाहिँ तपाईँले मलहरू चाहिँ यसको मिडिया चाहिँ तपाईँले आफै बनाउनुहुन्छ भाइ घरमा? यो खालि लिफ मोल्ड, जङ्गली मल मात्रै। अच्छा, अन्त यसमा चाहिँ तपाईँले फर्टिलाइजरहरू चाहिँ के युज गर्नुहुन्छ? केही छैन, एकदम अर्ग्यानिक। अन्त र तपाईँले यो जुन चाहिँ नर्सरी स्थापित गरेको चाहिँ यो बनाएको चाहिँ कहिलेदेखि चाहिँ सुरु गर्नुभयो? यो अब 2 वर्ष हुन्छ सेप्टेम्बरमा। सेप्टेम्बरमा भाइ? यो सेप्टेम्बरमा 2 वर्ष पुरा हुन्छ। हजुर। ए, अन्त बेच्नु हुँदैछ भाइले? अहिले बेच्दैछु, जाँदैछ अहिले मजाले जाँदैछ। चल्दै होला नि त है? राम्ररी चल्दैछ होला। अन्त यो त अति राम्रो लाग्यो, यो सुन्दर लाग्यो, एकदम राम्रो। हेर्नुहोस् फुलेको हो, कति मजाले फुलेको छ हेर्नुहोस् साथीभाइ, कति मजाको यहाँ पनि फुल सुरु भएछ। र एलेक्स भाइले यो काम सुरु यो बाहेक अरू पनि गर्नुहुन्छ कि भाइ? यो बाहेक अरू मेरो कारवास। ए, अरू के गर्नुहुन्छ? कारवास, एउटा सानो दोकान। हजुर, बाँच्नु लागि कमाउनै पर्यो। हजुर। र तपाईँले मेरो युट्युब च्यानल सञ्जय तामाङको युट्युब च्यानल सञ्जय तामाङ खोजी तामाङको तर्फबाट तपाईँले के यो जुन चाहिँ दर्शकवृन्दलाई के जनाउनुहुन्छ यो विषयमा? यो भन्नु केही छैन, बस टाइम वेस्ट नहोस्, केही न केही सानोतिनो गरिरहनु पर्यो। हजुर। अब जस्तो हाम्रो दार्जिलिङमा पानी बेसी पर्छ, पानी पऱ्यो भने काम हुँदैन। हजुर। आयो फुल रोप्यो बस भइहाल्यो। हजुर। टाइम पास पनि हुने। हजुर। यो चाहिँ तपाईँले कहाँबाट चाहिँ कलेक्सन गर्नुभएको भाइ? यो कालिम्पोङदेखि ल्याएको। यो कालिम्पोङबाट ल्याउनु भएको है? यो छ है? होइन, मेरो हरेक पटमा एक-एकवटा कहानी छ। भन्नुहोस् न तपाईँको कहानी भन्नुहोस् न भाइ। हरेक पटमा अब जस्तै यो अब हाम्रो बदर्स क्याटरिङ छ, हामी हजुर होइन क्याटरिङमा कता जाइरहन्छौँ। हजुर। यो मैले लिएको ग्लेनमनबाट ल्याएको। हजुर, सबै जता पनि जान्छु एउटा न एउटा बोकेर आउने। हजुर। अब जस्तै हालै अस्ति गिङ गएँ, अस्ति पनि ल्याएको थिएँ मान्छे एउटा। हजुर। ग्लेनमनबाट ल्याएँ, यो बिजनबारीबाट ल्याएको यो। हजुर। जति पनि म क्याटरिङ जान्छु एउटा न एउटा किनेर हुन्छ कि मागेर हुन्छ ल्याउँछु, तर कहिले चोरेर चाहिँ ल्याउँदिनँ। हजुर। अनि तपाईँले यो यसलाई अझै बढाउने चाहनुहुन्छ कि अझै नै यो नर्सरीलाई अझै अगाडि बढाउनु चाहनुहुन्छ? तपाईँको अझै यो चाहना इच्छा त होला नि? होइन, 2 वर्षमा यति गरिहालेँ, अब अझै बढाउने कोसिसै छ। यो बाहेक यो क्याक्टस बाहेक अरू पनि तपाईँले रोप्नु भएको छ, रिपोर्टिङ गर्नुभएको छ भाइ? होइन, यति नै हो अहिले जति छ। 2 वर्षमा जति मैले कलेक्सन गर्नु सकेँ। तपाईँलाई सबभन्दा रुचि चाहिँ क्याक्टसमा होला नि भाइ? सबभन्दा क्याक्टसमा। सबैलाई काँडा मन पर्दैन भन्छ, खै मलाई चाहिँ कताबाट हो हजुर अचानक यसमा चाहिँ रुचि आयो। अचानकै
किनभने पहिला हाम्रो बाबाले त फुल पुरा रोप्नुहुन्थ्यो हजुर अब यो बारीहरू डल्लै हजुर। खेतीबारी डल्लै गर्ने हजुर हजुर तर म चाहिँ फुल एकदमै नस्याहार्ने मान्छे हजुर हजुर र तपाईँलाई कसरी चाहिँ यो पट्टि चाहिँ रुचि आयो त जागर चल्यो अचानक कसरी भयो अचानक लिएर आएँ मेरो दाजु छ सिंहमारीमा उसले पनि फुल रोप्नुहुन्छ हजुर उसले दिनुभएको थियो मलाई 10-12 वटा त्यहाँदेखि सुरु गरेको त्यहाँदेखि बढ्दै बढ्दै अहिले उसको भन्दा बेसी भएको छ मेरोमा हजुर र भाइ यो तपाईँको गाउँलाई चाहिँ के पो भन्छ यो हाम्रो गोरे डाँडा र दर्शकबिन्द गोरे डाँडामा एउटा हाम्रो एलेक्स भाइ एलेक्स होइन भाइको नाम एलेक्स छेत्री है एलेक्स छेत्री भाइ हुनुहुन्छ उहाँ नर्सरी यो क्याक्टसको नर्सरी गर्नुहुन्छ र उहाँ जति पनि तपाईँहरूले उहाँको जुन फुल मन पराइदिनुहुन्छ र उहाँसँग सम्पर्क गरिदिनु होला र एलेक्स भाइसँग सम्पर्क नम्बर कति हो भाइ तपाईँ भनिदिनुहोस् न मोबाइल नम्बर मेरो होइन माथि बोर्डै छ नि मेरो त कारवास मेरो त खासमा कारवासले मलाई चिन्छ मान्छे र उहाँको एउटा दोकान पनि छ र सानो एउटा चिया दोकान पनि खोलेर बस्नुभएको छ उहाँको श्रीमती पनि अनि नानी पनि छ उहाँसँग तपाईँले कन्सल्ट गर्दा पनि हुन्छ त्यो जग्गा चाहिँ कहाँबाट आइन्छ भन्दाखेरि डाली फाटकबाट तर रक गार्डनबाट चाहिँ 25 गोलाइबाट ढाडगाउँ जाने बाटो भन्दाखेरि चाहिँ त्यहाँ छेउमा बाटोकै सामने एउटा दोकान छ चिया दोकान त्यहाँ एलेक्स भाइको चिया दोकान र त्यहाँ सम्पर्क गर्दा पनि हुन्छ अनि हेर्नुहोस् र उहाँले अहिले पनि व्यस्त छ उहाँले उहाँले आफ्नो नर्सरीमा काम गर्दै हुनुहुन्छ मेरो दार्जिलिङ सञ्जय खोजी तामाङ च्यानलबाट भाइलाई पनि धेरै धेरै शुभकामना छ र उत्तरोत्तर प्रगतिको लागि भाइलाई मनोकामना गर्दछु र भाइ यो चाहिँ अब कहाँ जान्छ यो यहाँ गाउँमै मागेको छ कि ए हजुर 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 र एउटा पटको लागि तपाईँले कति चाहिँ लिनुहुन्छ एउटा पट 50 रुपियाँ पट यो सिटै हो कि भाइ यो अलिकति उयो नै हो फक्रिसकेकै हो यो कटिङ हो भाइ एकदम सरिसकेको र भाइलाई धेरै धेरै शुभकामना छ मेरो तर्फबाट र यसरी नै अगाडि बढाइ लानुहोस् तपाईँले आफ्नो नर्सरीलाई र हामी दर्शकबिन्दलाई पनि हामीले जनाइदिइसकेको छौँ र भाइसँग सम्पर्क गरेर र क्याक्टस जसलाई क्याक्टस चाहिन्छ र भ्याराइटीको क्याक्टस चाहिन्छ भाइसँग सम्पर्क गरिदिनु हुने म अनुरोध गर्दछु थ्याङ्क यू